हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आज म काठमाडौँमा छु मेरो बुढीसँग अनि हामी आज घुम्न जाँदैछौँ ठमेलको। कता जाने बुढी भनिदिनु त, मलाई ठाउँ थाहा भएन। गार्डन अफ ड्रिममा हामी जाँदैछौँ। कस्तो छ ठाउँ थाहा छैन, मैले धेरै भयो भिडियो नबनाएको अनि आज चाहिँ बनाउँदैछु किनभने म राजधानीतिर छु अनि अलिकति जाम पनि धेरै हुने रहेछ यतातिर अनि पुग्नलाई अलिकति टाइम लाग्ने रहेछ अनि हामी जाँदैछौँ। हामी बुढाबुढी मात्रै छौँ। ए होइन, हाम्रो ड्राइभर दाइ पनि हुनुहुन्छ है अगाडि, हामी मात्रै होइन। हामी छौँ, जाँदैछौँ। हेरौँ कस्तो हुन्छ आजको समय। हाम्रो भ्लगलाई हेरिदिनु होला तपाईँहरूले। अनि के गर्नुपर्छ कुनै के पो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हाम्रो युट्युब च्यानललाई। अनि हामी अझै भिडियो बनाउँछौँ बुढाबुढी मिलेर खतरा खतरा कन्टेन्टहरू सोच्दैछु म के बनाउने भनेर, कस्तो गर्ने भनेर। तपाईँहरूले पनि के आइडिया दिनु त, कस्तो कन्टेन्ट ठिक होला हामी बुढाबुढीले मिलेर बनाउने। जाँदैछौँ हामी, अगाडि देखाउँछु कस्तो छ है त। ल गाइस, अहिले हामी दशरथ रङ्गशाला आइपुगेछौँ। ल गाइस, अहिले हामी यहाँनिर आइसक्यौँ यो उसमा ड्रिम गार्डनमा। अब हामी यहाँ छिर्छौँ, हेर्दै गर्नु होला। म चाहिँ यहाँ ड्रिम गार्डनमा आज हामी आएको छौँ। कहाँ गएर बस्ने? पर त्यो उसमा बस्नुपर्छ होला, चौरीमा बस्नुपर्छ होला। ल हामी चाहिँ एक राउन्ड घुमेर चाहिँ हामी गएर चौरीमा बस्ने। पानी पनि लिएन है, भरिएन नि त। या त्यो किन्नु पर्थ्यो। हामीले नभरिरह्यो क्या बोतल, तर अलिकति त होला। हामी बेबी यता हेर्नु न, रिस्टल के किन ए ए यहीँबाट जाने? हो हामी चाहिँ अहिले यो ड्रिम गार्डनको वरिपरि घुमिरहेछौँ अनि एकछिनमा हामी जान्छौँ, एकछिन बस्छौँ। अब पानी सानी खाने अनि त्यस पछाडिबाट हामी जाने। धेरै विदेशीहरू पनि आउँदो रहेछ है घुम्नु कहिलेहरू।
के बोल्नु त यता फर्किनु अहिले हामी फोटोसोटो खिच्यौँ एक दुईवटा अनि त्यस पछाडिबाट हामी घुमिरहेको छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ ठाउँ दामी रहेछ मलाई यो गार्डन राम्रो लाग्यो यता हेर्नु न कता उता हेर्दै हिँडेको अरे क्या अनि यहाँनिर पनि यस्तो राम्रो ठाउँ रहेछ हजुर के जस काठमाडौँ आएदेखि बुढीसँग घुमेको थिएन अनि आज चाहिँ जस घुम्दैछु दामी लागेको छ ठाउँ ए सानो रहेछ है कता निस्किने त ल अब हामी एकछिन चौरीमा बस्छौँ हरियो चौरी छ होला सायद यस्तो ठाउँ रहेछ यो गाइस घाममै बस्दिने यस्तो ल साथीहरू हामी ड्रिम गार्डनमा हेरेर बस्यौँ घाँसमा हरियो घाँसमा मेरो बुढी हाँसिरहेको छ हाँस्दाखेरि धेरै राम्रो देख्छ त्यही भएर म हँसाउने कोसिस गर्छु सधैँ मेरो बुढीलाई अब यहाँ बसेर कोदोको बिस्कुट खाने अनि त्यसपछि जाने नारायण हेटी दरबारतिर कता हो भिडियो धेरै लामो हुन्छ होला धेरै नबोलौँ ल स्माइल गरिदिनु ल गाइज मेरो बुढीले कोदोको बिस्कुट झिकेको छ अब हामी कोदोको बिस्कुट खान आँटेको ए देखाउनु त खोल्नु म खोल्छु दे दो मुझे दे दो कोदोको बिस्कुट हामी खान लागेको मेरो बुढीले खोल्दैछ अनि अब हामी खाने खानु त कस्तो छ कोदोको बिस्कुट म पनि खाने न मिठो धनी तरकारी बाप रे बाप हामी फोटो हेर्छौँ न हेरी ल गाइज अब हामी जाँदैछौँ यहाँबाट एकछिन बस्यौँ आराम गऱ्यौँ अब हामी निस्किन्छौँ यहाँबाट यता हेर्नु त अब हामी जाऊँ ल के खानु जाने
सुसी खानु जाने अनि हेरौँ के खाइन्छ थाहा छैन। अब जान्छौँ हामी यहाँबाट ड्रिम गार्डनबाट। थाक्नुभयो? अब यी त भिडियो गरेको छु त मैले। मेरो पनि चिसै भयो बसेर भयो। अब हामी वासरुम जाने अनि त्यसपछि जाने हो भन्दैको। भाइले सिकाउँछ यस्तै घुम्नु भनेर। यता चाहिँ हेर्दैन रहेछ यार मेरो बुढीले। ए लडिन्छ नि त है साँच्चै। हो ल गाइज आज चाहिँ हामी ड्रिम गार्डन घुमिसक्यौँ। हामी एकछिन टाइम स्पेन्ड गऱ्यौँ, बस्यौँ मेरो बुढीसँग। अनि अब चाहिँ हामी निस्किँदैछौँ। गेटमा आएर यहाँ भिडियो बनाउँदैछु। अब हामी जाने कहाँ जाने? नानी जाने त्यहाँ। त्यस पछाडिबाट हामी त्यहाँ चाहिँ भिडियो खिच्नु मिल्दैन अरे। त्यसपछि हामी केही खानेकुरा खाएर हामी घरतिर जान्छौँ। हाँस्दाखेरि राम्रो देख्ने हुन्छ तपाईँलाई, फेरि हाँस्दैन। भिडियो छोपिदिनु छोपिएन। ल गाइज हामी निस्किसक्यौँ। अब कसरी हिँडेरै जाने? बाटोबाट यसरी हिँडेरै? कति टाढा छ? ए ल गाइज यहाँदेखि चाहिँ 5 मिनट लाग्दो रहेछ नारायणहिटी दरबार पुग्नु। हामी रोडमा छौँ मेरो ब्युटिफुल वाइफसँग। यहाँ हामीले फोटोसोटो खिच्यौँ, भिडियो पनि बनायौँ। अनि हामी जाँदैछौँ। अहिले राख्नु पर्ला जस्तो छ है। भन्नु न। किन? कस्तो लाग्यो?